समयको लागि धन्यवाद सबैजना। प्रवेश कृष्ण नाममा जयमसी। खास गरी मेरो धन्यवादको कुरा चाहिँ के थियो भने लास्ट टाइम चाहिँ जति पनि शेखर दाइले स्पेसली चाहिँ जहिले अन्तिममा चाहिँ प्रार्थना गर्नुहुन्थ्यो क्या। अनि कतिचोटि कति कुरा चाहिँ मनमा हुन्छ भन्न सकिँदैन नि त बाहिर। अनि त्यो बेलामा चाहिँ जति पनि मेरो परिवारको भिजाको लागि चाहिँ म एकदम चिन्तित थिएँ र लास्ट विक चाहिँ मेरो परिवारको भिजा चाहिँ आएको छ है। अनि किनभने अहिले जापानको सिचुएसन हेर्दा कस्तो क्रिटिकल छ नि त समयहरू एकदम। तपाईँहरूलाई पनि सायद त्यो समयबाट कतिजना गुज्रिरहनु भएको होला। तर म काम जाँदा पनि मेरो मनमा चाहिँ लास्टै चिन्ता लाग्थ्यो, प्रभुले यो ठाउँसम्म ल्याइसक्नु भएपछि चाहिँ फेरि यो ठाउँबाट हामी फर्किनु पर्यो भने चाहिँ त्योभन्दा नराम्रो चाहिँ केही हुँदैन जस्तो लाग्थ्यो क्या। तर परमेश्वरको वचनमा जति पनि म यहाँ आउँदाखेरि चाहिँ पास्टरद्वारा चाहिँ मैले वचन के परमेश्वरले चाहिँ हामीलाई जहिले पनि सिर तुलाउनु हुनुहुन्छ, पुच्छर चाहिँ होइन भन्दा चाहिँ त्यो चाहिँ प्रभुले मेरो जीवनमा धेरैचोटि गर्नुभएको छ है। अनि मेन गरी यो मेरो चाहिँ धन्यवादको चाहिँ भन्नुपर्ने कुरा चाहिँ प्रभुलाई धेरै धेरै धन्यवाद भएको होस् कि मेरो परिवारको भिजा झरेको छ र आउने दिनमा उहाँले निराशा बनाउनु हुँदैन। र आज पास्टर बुवा जुन हाम्रो पास्टर दाइ हुनुहुन्थ्यो कि उहाँले भन्नुभयो क्या गवाई भन्नुपर्छ भन्नुहुँदा चाहिँ म सानो थोरै मात्र समय लिन्छु ल, किनकि म चाहिँ नभनौँ भनेर बसिरहेको थिएँ। तर उहाँद्वारा चाहिँ सायद प्रभुले चाहिँ मलाई भन्नुपर्छ ताकि मैले भनेर चाहिँ तपाईँहरूमा चाहिँ एउटा उदाहरण हुनसक्छ नि त। कतिजनालाई सायद प्रभुको आश्चर्यको कुराहरू मैले मेरो परिवारमा त भयो तर त्यो मैले मण्डलीमा भन्न सकेन भने चाहिँ त्यो मेरो परिवारमा मात्र सीमित हुन्छ र कतिको हृदयहरूमा चाहिँ त्यो हुन्छ नि त्यो चमत्कारको कुराले चाहिँ सायद उत्साह मिल्न सक्छ, अझ विश्वास बढ्न सक्छ। किनभने विशेष गरी चाहिँ मेरो बहिनी अर्चना यहाँनिर छ है, एकचोटि उठ्दैन बहिनी जयमा चाहिँ ऊ चाहिँ मेरो बहिनी हो। स्पेसली चाहिँ जब सानो थियो नि अनि त्यो बेला हुँदाखेरि चाहिँ उसलाई चाहिँ मुटुको प्रब्लम थियो है। सानो बेलामा हुँदाखेरि चाहिँ उसलाई चाहिँ 5 वर्षको उमेरदेखि नै एकदम हार्टको प्रब्लम भएको कारणले चाहिँ उसको चाहिँ जति पनि हार्टले प्रपर ब्लड फाल्नुपर्ने हो त्यति फाल्थेन। अनि उसलाई चाहिँ उपचार गराउँदा पाटन हस्पिटलमा चाहिँ हामीले अलमोस्ट लाइक 1 वर्ष त उपचारै गरायौँ क्या। त्यो बेलामा डक्टरहरूले त्यो बेलामा पनि डक्टरहरू चाहिँ प्रायः सिकारू टाइपको हुन्छ नि, त्यो ट्रेनिङ लिने टाइपको हुन्छ। अनि उसलाई चाहिँ धेरै दबाईहरू दिने, अनि दबाई खाँदा उसको जिउमा चाहिँ सानो गाँठोहरू आउनु थालिसकेको थियो। अनि त्यो गाँठो चाहिँ उसले लुगा लाउँदाखेरि उसलाई त्यो गाँठो इभन त्यो लुगाले छोयो भने पनि दुख्थ्यो क्या। अनि त्यस्तो हुँदा ऊ चाहिँ 5 वर्षदेखि 1 वर्ष त 6 वर्ष जति त उसलाई पाटन हस्पिटलमा गयो। अनि पछि धेरै समय भयो कि उसलाई त्यो निकै नहुने, डक्टरहरूले चाहिँ अब्जर्भेसन गरेको जस्तै टाइपको भयो नि त। अनि त्यसपछि चाहिँ त्यो डक्टरहरू त्यहाँनिर उपचारै हुन नसक्नु भएपछि उसको ढाडबाट पानी निकाल्ने, कहिले के गर्ने भएको कारणले चाहिँ हामी एकदम चिन्तित थियौँ। बहिनीको वेट पनि घटेर एकदम पातलो भइसकेको थियो है। अनि लास्टमा चाहिँ केही उपाय नलागेर त्यहाँबाट चाहिँ क्रान्ति हस्पिटलमा ट्रान्सफर गऱ्यो। अनि क्रान्ति हस्पिटलमा पनि 6 महिनासम्म उपचार गऱ्यो। 6 महिना उपचार गर्दै जाने क्रममा चाहिँ के भयो भने त्यहाँ गएपछि अलिकति सुधार भएको जस्तो भयो थियो। तर एक्ज्याक्ट यही रोग हो भनेर चाहिँ कुनै डक्टरले पनि भन्न सकिरहेको थिएन क्या। अनि त्यसपछि 6 महिनापछि चाहिँ उसलाई चाहिँ अब त्यो उसको हार्टको चाहिँ अब अपरेसन गर्नुपर्छ भनेको थियो। अनि भोलिपल्ट अपरेसन गर्नुपर्ने जस्तो थियो। आज जस्तो चाहिँ उसको कोठामा चाहिँ हाम्रो चर्चको पास्टर बाबाहरू आएर प्रे गर्नुभएको थियो। म त सानै थिएँ त्यो बेलामा, मेरो पनि 5 वर्ष हुने चाहिँ हामीमा 5 वर्ष ग्याप छ। म पनि सानै थिएँ, मम्मी बाबा रुममा बसेर रुनुहुन्थ्यो क्या। अनि बहिनीको लागि प्रार्थना गर्नुहुन्थ्यो। भोलि चाहिँ त्यो अपरेसन थियो, म त प्रार्थना गर्दै सुति जान्थेँ, मलाई त त्यति थाहा पनि हुन्थेन क्या। मेरो विश्वास त्यो बेलामा अब मम्मीहरूलाई देखेर चाहिँ हामी क्रिस्चियन हो, प्रभुमा यस्तो छ भन्ने चाहिँ हुन्थ्यो। तर म त्यति सानो थिएँ कि मेरो मम्मी बाबाले मलाई घरमा एक्लै छोडेर आउनुहुन्थ्यो नि त। अनि म चाहिँ स्कुलबाट भागेर खाजा दिएको पैसाले चाहिँ म गाडीमा चढेर हस्पिटलमा पुग्थेँ क्या। एक्लै बस्नै मन लाग्दैन थियो घरमा। अनि त्यस्तो अवस्थाबाट जाँदै गर्दा चाहिँ भोलि अपरेसन हुनुपर्ने आजको दिन चाहिँ मम्मी बाबा एकदम रुएर प्रे गर्नुभएको थियो। म त प्रार्थना गर्दै सुति गएँ। अनि भोलिपल्ट अपरेसन थियो। अनि कति आर्थिक कुराको नि अभाव थियो अरे त्यो बेलामा, भनेको जति रकम पनि जुटाउन सकिरहेको थिएन बिहानसम्म। अनि पछि के भयो भने एउटा आन्टीले हामीलाई, ठुलमम्मी भनौँ न, उहाँले चाहिँ हेल्प गरेर हामीले त्यो रकम पनि जुटाउन सक्यो लास्ट टाइममा आएर। अनि ठ्याक्क उसको अपरेसन गर्नुपर्ने आधी घन्टा अगाडि चाहिँ उसको हार्टको कन्डिसन हेर्नुपर्ने थियो, इसिजी भन्दो रहेछ त्यसलाई चाहिँ होइन। अनि इसिजी गर्नुपर्ने थियो। अनि इसिजी गरेर हेर्दाखेरि चाहिँ त्यो बेला चाहिँ यस्तो चमत्कार भयो कि उसको चाहिँ हार्टले चाहिँ 80% जति चाहिँ प्रपर ब्लड फाल्न थालिसकेको थियो क्या। अनि त्यो कुरा सुन्दा चाहिँ लाइक
नसकिने थियो कि जब अहिले म सुन्छु नि मेरो बहिनीलाई चाहिँ अब उसको अपरेसन गर्नुभन्दा अगाडि चाहिँ फर्म फिलअप गर्न लगाएको थियो। अब तलमाथि केही भयो भने चाहिँ लाइक 50-50 छ, जे पनि हुनसक्छ। उसमा के अरे उसलाई अब जस्तै भनौँ न डेथ भए पनि बाँचे पनि अब त्यसमा चाहिँ हामी रिस्क लिनुपर्छ, त्यसमा केही हुँदैन भन्नुभएको थियो। अनि ठ्याक्क अपरेसन गर्नुभन्दा आधी घन्टा अगाडि चाहिँ इसिजी गर्दा चाहिँ उसको हार्टले चाहिँ 80% प्रपर ब्लड फाल्न थालिसकेको थियो क्या। अनि डक्टरहरूले त्यो बेलाको त चमत्कार भएर ओहो यस्तो त अब तपाईँको नानी त यस्तो यस्तो भएको छ, अब त अपरेसन सायद गर्नु पर्दैन होला। अब 1 महिना जति चाहिँ एउटा प्यानाडोला भन्ने सुई इन्जेक्सन थियो, त्यो चलाइहेरौँ। अनि त्यो इन्जेक्सन हाल्दै गइसकेपछि चाहिँ तपाईँको नानीलाई चाहिँ सुधार भयो भने यो मतलब अपरेसन गर्नु पर्दैन भने त्यसको लागि चाहिँ एकदम खुसी भएँ। अनि पछि चाहिँ डक्टरले सुई हाल्दै जाने क्रममा चाहिँ उसलाई चाहिँ 16 वर्षको त्यतिखेर सायद थियो होला, 7 वर्ष जति पुग्न लागेको थियो होला। उसलाई 16 वर्षको उमेरसम्म सुई हाल्नुपर्छ, त्यो प्यानाडोला सुई हाल्यो भने मात्र हुन्छ। त्यही पनि उसलाई चाहिँ अब बढ्दै गएपछि उमेर बढ्दै गएपछि चाहिँ रिस्क छ, बाँच्न पनि अलिकति हुन्छ नि। अब त्यो हार्टको कन्डिसन हो, त्यसले अब काम गर्नु पनि सक्छ प्रपर, त्यस्तै कुराहरू हुँदाहुँदै उसलाई चाहिँ महिनामा एकचोटि चाहिँ एउटा इन्जेक्सन चाहिँ हाल्नै पर्थ्यो। अनि त्यो इन्जेक्सन उसलाई हाल्दै जाने क्रममा चाहिँ त्यो इन्जेक्सन चाहिँ लास्टै पेन हुन्थ्यो। अनि मम्मीले पैसा दिनुहुन्थ्यो, अनि ल 1 प्लेट मोमो खाने, अनि तिमीलाई चाहिँ यो मोमो खाएपछि चाहिँ ऊ चाहिँ एकदम मोमो खायो भने चाहिँ एकदम खुसी हुन्थ्यो। अनि त्यही भएर उसलाई मोमो खुवाएर फकाउनु पर्थ्यो सुई हाल्नु जानुलाई। अनि त्यो पेन यति हुन्थ्यो कि उसलाई पैसा दिन्थ्यो, 20 रुपियाँ जति पैसा हातमा दियो नि डक्टरलाई, डक्टर यो पैसा रिक्नु तपाईँ राख्नु, मलाई सुई नहाल्नु, मलाई एकदम दुःख छ भनेर उसले भन्दा चाहिँ मलाई लास्टै नराम्रो लाग्थ्यो त्यो बेलामा। तर उसलाई हाल्ने सुई चाहिँ त्यस्तै हाल्यो, मलाई 16 वर्षको उमेरसम्म हाल्नुपर्छ भन्दाखेरि चाहिँ उसलाई 1 वर्ष जति हामीले सुई हाल्यो। अनि पछि एउटा हाम्रो निसी निवास चर्चको चाहिँ त्यहाँनिर एउटा चङ्गाई प्रोग्राममा गएको बेलामा चाहिँ उसलाई प्रे गरियो। अनि प्रे गरिसकेपछि प्रार्थना गरेर उसलाई धेरै त्यो पीडा भएको देखेर चाहिँ मेरो मम्मी बाबाले चाहिँ अब होस् अब यो इन्जेक्सन उसको चाहिँ पछाडि चाहिँ त्यो छ्याक छ्याक भइसकेको थियो क्या, त्यो इन्जेक्सन हाल्दा हाल्दा त्यो यस्तो पछाडि बममा हाल्नु पर्थ्यो। अनि त्यो त छ्याक छ्याकै भइसकेको थियो। अनि त्यही भएर उसलाई चाहिँ लास्ट पीडा हुने भएर चाहिँ नि उसको पीडा देख्न नसकेर मम्मी बाबाले ल अब प्रभु तपाईँको हातमा छ, अब यो इन्जेक्सन चाहिँ हामी छोड्छौँ, अब तपाईँले नै बचाउनुहुन्छ तपाईँको छोरीलाई, तपाईँले दिनुभएको यदि तपाईँले लानुहुन्छ लानु, तर यो पीडामा हामी देख्न सक्दैनौँ भनेर भनेपछि चाहिँ आजको दिनसम्म मेरो बहिनी केही पनि छैन उसलाई। अनि पछि हामी टाइम उसको हार्टको कन्डिसन हेर्दाखेरि चाहिँ त्यो गङ्गालाल हस्पिटलमा गएर हेरेको थिएँ होइन, उसको हार्टको कन्डिसन एकदम राम्रो हो। अनि ऊ आज जीवित छ, मभन्दा पनि हेल्दी देख्छ है उसलाई, मभन्दा पनि फिजिकल्ली पनि उयो देख्छ। प्रभुलाई धेरै धेरै धन्यवाद भएको छ यसको लागि। मेरो बहिनीलाई चाहिँ प्रभुले दिनुभएको दोस्रो जीवन हो यो चाहिँ। अनि यसको लागि यो गवाई चाहिँ सायद मैले तपाईँहरूको अगाडि बाँड्नै पर्ने थियो, किनभने यो कारणले गर्दा पनि तपाईँहरूलाई पनि कति उत्साह मिल्न सक्छ होला। आजको दिनमा पनि हो, पहिला परमेश्वरको वचनसँग धेरै चमत्कारको कुराहरू भएको छ, तर आजको दिनमा पनि मरेको मान्छेलाई बिउताउन सक्ने शक्ति चाहिँ प्रभुमा रहेछ र मरेका मृत्युको मुखमा पुगेकोलाई पनि फर्काएर ल्याउने सक्ने चाहिँ परमेश्वरको हातमा रहेछ। त्यही भएर म परमेश्वरलाई धेरै धेरै धन्यवाद चढाउन चाहन्छु। आजको वचनको लागि पनि धेरै धन्यवाद, मलाई एकदम उत्साह मिलेको छ त्यो वचनबाट। अनि यो समयको लागि धेरै धेरै धन्यवाद तपाईँहरूलाई।